गुड मर्निङ गाइस। आज चाहिँ हामी मिरिक यहाँ घुम्दैछौँ हो। पोस्ट अफिस जाँदैछौँ त। त्यो बाटो चाहिँ अलिक छिटो हुन्छ र हामी यताबाट जाँदैछौँ। पोस्ट अफिस चाहिँ कृष्णनगर भन्छ होइन थाहा छैन त्यसो हो गाइस। यो चाहिँ मिरिकको बिहानको दृश्य। मान्छे भिड होला हौ। यहाँ जाडै हुँदैछ है, त्यस्तो जाडो छ होइन। कता गएको हतारमा छ नि, यता हेरौँ त एक झलक। फोन गरिकन आएको छौँ हो। कति टाइम लाग्छ गएर खोल्नुपर्ने। ए आज सबैलाई माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना है। मलाई पनि भनिदिनुहोस् होला कमेन्टमा। हामीलाई पनि विस गरिदिनुहोस् होला है। हामी चाहिँ यहाँ फुल आइपुग्यौँ। यता जाने कता? यता छिटो होला हौ, यता होइन है। यता छिटो होइन, हामी चाहिँ यता छिटो यता जाँदैछौँ हो। यता चाहिँ पुल छ है। चाहिँ यो गार्डन। हामी चाहिँ यहाँ गार्डनको भित्ताबाट, झिलको भित्ताबाट जाँदैछौँ हो। यता चाहिँ छिटो बाटो उयो हुन्छ नि त, बाटो काटिन्छ हो। यस्तो भित्तातिर पनि मान्छे चढेको होला है घुम्नुलाई नै। यहाँ चाहिँ मेला लाग्दैछ हो। अहिले चाहिँ सकिएको होला हौ। हतारमा है, के गर्नु यस्तै पर्यो। आज त अझै कसरी लामो होइन, ठिकै हो। यस्तो हेर्नु न, त्यहाँ पर निस्किन्जाल फेरि यस्तो जानुपर्छ। ठिकै हो। हजुर यहाँ चाहिँ जातको ड्रेसहरू छ, आएर लाउनु सक्नुहुन्छ। आज चाहिँ बुधबारे बजारले गर्दा त्यस्तो भिड यहाँ खुल्ला रहेछ। यतिखेर चाहिँ घुम्नु आउनुपर्ने छ यो। यहाँ चाहिँ आई लभ मिरिक देख्नु सक्नुहुन्छ हो। यहाँ खाली रहेछ आज। अहिले हाम्रो फोटो खिच्ने टाइम छैन नि त। त्यसैले छिटो गएर छिटो आउने हो, आएर दोकान खोल्ने हो। त्यो चाहिँ मेला लाग्दैछ। यहाँ रहेछ 10 रुपियाँ तिरेर सर्ट गर्ने टोइलेट हो गाइस। यता हुन्छ यता आराम। यहाँ चाहिँ टोइलेट चाहिँ मान्छेहरूलाई यहाँ घुम्न आएको बेलामा युज गर्दा हुन्छ। सानो कता क्लिन गर्नु गएको होइन होला। यहाँ चाहिँ यो राईको मन्दिर हो गाइस। राईको के भन्छ हौ मलाई उहाँ है। यो चाहिँ राईको देवता यहाँ आइपुग्छ। यहाँनिर हामी चाहिँ जानुपर्छ यता। यो बाटो आउँदा चाहिँ यहाँ निस्किन्छ। हामी चाहिँ यता झाडो हामी चाहिँ पोस्ट अफिसबाट निस्क्यौँ हो। भर्खर भएको भिड थियो। मेरा लागिरहेको रहेछ सानो हो। ठुलो भाइले पनि यस्तो खेलेको। दादाहरूमा फोटो आएर लानुपर्छ क्या खानेको। हाम्रो बाँकी छ नि थुप्रै। गार्डनमा के चाहिँ